सबैलाई तपाईको सफलता चाहिन्छ, तर तपाईले के गुमाइरहनु भएको छ भनेर कसैले पनि सोध्दैन। मानिसहरू सोध्दछन् व्यवसाय कस्तो चलिरहेको छ, कति कमाइरहेको छौ, अर्को ब्रान्च कहिले खोल्छौ, तर आजसम्म कसैले सोधेन तिमी ठिक छौ। व्यवसाय सुरु गर्दै गर्दा मैले आफ्नो पैसा मात्र लगानी गरेको थिएन, मेरो समय लगानी गरेको थिएँ, मेरो निद्रा लगानी गरेको थिएँ, मेरो सपना लगानी गरेको थिएँ, मेरो आशा लगानी गरेको थिएँ, परिवारसँग बिताउन सक्ने धेरै पलहरू लगानी गरेको थिएँ। केही जन्मदिन छुटे, केही पारिवारिक भेटघाटहरू छुटे, कतिपय साथीभाइहरू टाढा भए र केही रातहरू यस्ता थिए जुन रात सबै सुतिसके पछाडि पनि म आफू हिसाब किताब मिलाइरहेको हुन्थेँ। म सोच्थेँ कसरी तलब दिने, कसरी भाडा तिर्ने, कसरी अर्को महिना चल्ने, र सबैभन्दा गाह्रो कुरा के थियो हजुरलाई थाहा छ? यी सबै कुरा कसैलाई भन्न पनि मिल्थेन, कसैलाई देखाउन पनि मिल्थेन। किनकि जब तपाईँ पहिलो पुस्ताको व्यापारी हुनुहुन्छ तब तपाईलाई गाइड गर्ने कोही पनि हुँदैन। सबै जोखिम तपाईको, चाहे त्यो पारिवारिक नाता होस्, चाहे त्यो आफ्नो लगानी होस्, चाहे त्यो आफ्नो समय होस्। जब तपाईँ मालिक हुनुहुन्छ तब मानिसहरू तपाईलाई उत्तर दिने मानिस सम्झिन्छन्, प्रश्न लिएर हिँड्ने मान्छे होइन। त्यसैले धेरै उद्यमीहरू चुपचाप सङ्घर्ष गरिरहेका हुन्छन्। बाहिरबाट सबै ठिकठाक देखिन्छ, भित्रबाट सबै चिज मिलाउने प्रयासहरू चलिरहेको हुन्छ। मैले मेरो अनुभवबाट सिकेको एउटा महत्त्वपूर्ण कुरा, कहिलेकाहीँ व्यवसाय निर्माण गर्नु भनेको कम्पनी मात्र निर्माण गर्नु होइन, आफ्नो दुःख लुकाएर आफ्नो जिम्मेवारी निभाउनु पनि हो। यदि तपाईँ आज चुपचाप सङ्घर्ष गरिरहनु भएको छ भने यो कुरा याद राख्नुहोस्, तपाईँ कमजोर हुनुभएको छैन, मात्र तपाईँ यस्तो भार लिएर हिँड्नु भएको छ जुन धेरै मान्छेले देख्ने छैनन्। र सायद कुनै दिन मान्छेहरूले तपाईको सफलता मात्र देख्नेछन् र त्यो सफलताको पछाडि कति रात दिन तपाईँ मेहनत गरेर, तपाईँ एक्लो भएर खटिनु भयो भन्ने कुरा तपाईलाई मात्र थाहा हुनेछ। त्यसैले please do not give up and keep on working. This is day 23. I'll see you tomorrow. Bye bye.